दर्शकवृन्द, आज हामी शिव सन्निधाम स्थित अखण्ड धुनीको बारेमा चर्चा गर्दैछौँ। यहाँहरू अहिले दृश्यमा हेरिराख्नु भएको छ, एकजना साधु धुनी रमाएर बसिराख्नु भएको छ। विगत 4 वर्षदेखि यो अखण्ड धुनी जारी रहेको छ। यहाँ बसिराख्नु भएका यो बाबा कलकत्ता बङ्गालका वासी हुन् र उहाँ निरन्तर 4 वर्षदेखि यो धुनीलाई अखण्ड राख्नु भएको छ। भनाइको अर्थ यो धुनी 24 घण्टा जारी नै रहन्छ र बङ्गाली बाबा 24 घण्टा यो शिव सन्निधाममा बस्नुहुन्छ धुनी रमाएर। अरू दिन त्यति मान्छे आउँदैन, तर शनिबारको दिन यहाँ जति पनि भक्तजनहरू शिव सन्निधाममा आउँछन् उहाँहरू यो अखण्ड धुनीको पनि दर्शन गर्दै आएका छन्। जङ्गलमा एक्लै बसेर भए पनि यो अखण्ड धुनीलाई बङ्गाली बाबाले 4 वर्षदेखि निरन्तरता दिँदै आएका छन्। यहाँहरूलाई आज अखण्ड धुनीको बारेमा हामी जानकारी गराउँदैछौँ। शिव सन्निधाममा शनिदेवको प्रतिमानिर जानु अघि नै तल बायाँ साइडमा अखण्ड धुनी र अन्य प्रतिमाहरू पनि त्यहाँ छन्। यहाँ बजरङ्गबलीको प्रतिमा पनि छन्। यो बजरङ्गबलीको प्रतिमा हो। यसै गरी यसको बायाँतर्फ पनि प्रतिमाहरू छन्। यो कलश हो। यहाँ भक्तजनहरू कलशनिर पूजा गर्दछन् र बयरको रुख यहाँ छ। दैनिक जुन भक्तजनहरू आउँछन्, खास गरी बढी भक्तजनहरू शनिबारको दिन आउँछन् र यहाँ पनि पूजाआजा गर्छन् र यहाँदेखि करिब 100 फिट माथि शनिदेव भगवानको प्रतिमा रहेको छ। यो शनिदेव भगवानको प्रतिमा माथि छ। त्यहाँ जाने बाटोको यो बायाँतर्फ हो। यो तलको भाग हो जहाँबाट हामी प्रवेश गर्छौँ। दर्शकवृन्द, फेरि हामी शिव सन्निधामको अर्को प्रसङ्ग लिएर आउने नै छौँ। धन्यवाद।